शेरबहादुर देउबा, चाहे खड्गप्रसाद शर्मा ओली, चाहे पुष्पकमल दाहाल, चाहे बाबुराम भट्टराई, चाहे माधव कुमार नेपाल, चाहे उपेन्द्र यादव या महन्त ठाकुर, कोही पनि उम्किनेवाला छैनन्। नेताको 7 पुस्तासम्मका लागि सम्पत्ति थुपार्नका लागि नेताहरू उद्धत छन् भन्ने कुरा यसले पुष्टि गरेको छ। बालकृष्ण खाँड पूर्व गृहमन्त्रीलाई जब गिरफ्तार गरियो र त्यहाँ गिरफ्तार गर्ने सन्दर्भमा बडा लाजमर्दो कुरा, उहाँ त चुकुल लगाएर उहाँको रुमभित्र उहाँ लुक्न जानुभयो र प्रहरीले लात्तीले हानेर ढोका फुटाएर निकाल्नु पर्ने यस्ता अपराधी मानव तस्करहरू अर्को मानव तस्करी भागी हिँडेको छ। टोपबहादुर रायमाझी भन्ने अर्को मानव तस्करी भागी हिँडेको स्थिति छ। हाम्रा पार्टीका पूर्व सचिव टोपबहादुर रायमाझीको बारेमा केही सूचना छ भने प्रशासनलाई सहयोग गरेर गिरफ्तार गर्ने कुरामा सहयोग गर्नुहोस् भनेर अपिल पनि गरेको छु। मुलुकको प्रधानमन्त्रीको कुर्सीमा बसेर म फलानो काण्ड उठाइदिन्छु, यो फलानो काण्ड उचालिदिन्छु, म देखाइदिन्छु भनेर राजनीति लेनदेनका लागि बार्गेनिङ गर्नेहरू आज किन फाइल पल्टिएनन्, तिनी फाइलहरू किन खुलेनन्, यसका बारेमा जवाब दिन पर्दैन। अर्घाखाँचीमा एउटै कार्यक्रममा भएका सभामुख काठमाडौँ आइपुग्ने, तर टोपबहादुर रायमाझी त्यहाँबाट गायब हुने कस्तो विडम्बनाको कुरा हो। सम्माननीय प्रधानमन्त्रीज्यू, नडगमगाउनुहोस्। आज अङ्कगणितको हिसाबले तलमाथि के हुन्छ भन्ने कुराको हिसाब नराख्नुहोस्। लाखौं जनसमुदाय भ्रष्टाचारबाट आजित छ, भ्रष्टाचारलाई तिरस्कार गरिरहेको छ। भ्रष्टाचार विरुद्धको अभियानको लिड लिएर तपाईले नेतृत्व गर्नुहोस्। त्यति बेलाका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छानबिन गरेर कारबाही गर्नुपर्छ। म यो कुरो यहाँबाट भन्न चाहन्छु। प्रचण्डलाई यो अन्तिम मौका पनि हो, अहिलेको गठबन्धनलाई अन्तिम मौका पनि हो। हामी अनेर आशुविका विद्यार्थी साथीहरूले समातेर पुलिसलाई बुझाउनु पर्ने स्थिति नहोस्। तपाईँको यही बिचबाट पनि म भन्न चाहन्छु र प्रमाणित भएका अपराधीहरूलाई सामाजिक बहिष्कार गर्ने र म भन्छु समाजमा बस्न नसक्ने परिस्थिति बनाउने गरी नागरिक तहबाट पनि जुट्न जरुरी छ। व्हाइट बडी प्रकरण त्यो त्यत्तिकै सेलाएर गयो, ललिता निवास प्रकरण त्यत्तिकै सेलाएर गयो, 33 किलो सुन काण्ड त्यत्तिकै सेलाएर गयो र अहिलेको यो भुटानी शरणार्थी प्रकरण जुन काण्ड छ यो पनि कतै त्यत्तिकै सेलाएर जानी त होइन। आज टोपबहादुर रायमाझी पटक पटक मन्त्री भएको मान्छे, अनि बुटोल अर्घाखाँचीबाट बुटोल झर्ने, अनि एयरपोर्टमा पुग्ने, एयरपोर्टमा पत्रकार माझमा उपस्थित भएर आफ्ना ठुला कुरा गर्ने, पक्राउ पुर्जी जारी भएर पनि के अरे चाहिँ त्यहाँ बसेर आफ्ना कुराहरू राख्न सक्ने, तर त्यसको 5 मिनट पछाडि भागेर लुकेर चाहिँ यो सरकारलाई चाहिँ छकाउन खोज्ने, यो चाहिँ एउटा भ्रष्टाचार विरुद्धको यो चाहिँ अभियानलाई ढाट्न खोज्ने। नेपालमा भ्रष्टाचारको सन्दर्भमा व्हाइट बडी प्रकरण त्यो त्यत्तिकै सेलाएर गयो, ललिता निवास प्रकरण त्यत्तिकै सेलाएर गयो, 33 किलो सुन काण्ड त्यत्तिकै सेलाएर गयो र अहिलेको यो भुटानी शरणार्थी प्रकरण जुन काण्ड छ यो पनि कतै त्यत्तिकै सेलाएर जानी त होइन। यो एउटा गम्भीर प्रश्न छ र हामी विद्यार्थी, म एउटा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षको हैसियतले म यहाँबाट भन्न चाहन्छु, यदि यो सेलाएर कथम कदाचित जान्छ भने कुनै हालतमा हामी कसैलाई छोड्नेवाला छैनौँ। जनताहरूलाई हामी सडकमा उतार्छौँ। त्यसो हुँदाखेरि हामी भन्छौँ यो नसेलाओस्। र यतिसम्म कि आज जुन ढङ्गबाट हिजोसम्म आउँदाखेरि बालकृष्ण खाँड पूर्व गृहमन्त्रीलाई जब गिरफ्तार गरियो र त्यहाँ गिरफ्तार गर्ने सन्दर्भमा बडा लाजमर्दो कुरा, उहाँ त चुकुल लगाएर उहाँको रुमभित्र उहाँ लुक्न जानुभयो र प्रहरीले लात्तीले हानेर ढोका फुटाएर निकाल्नु पर्ने यस्ता अपराधी मानव तस्करहरू अर्को मानव तस्करी भागी हिँडेको छ। टोपबहादुर रायमाझी भन्ने अर्को मानव तस्करी भागी हिँडेको स्थिति छ। हो, त्यसो भएको हुँदाखेरि प्रहरी प्रशासनले निष्पक्ष ढङ्गले सबैलाई त्यहाँ चाहिँ कानुनको दायरामा ल्याउने यो काम त प्रहरी प्रशासनले गर्नुपर्छ र त्यसो हुँदा प्रहरी प्रशासनले त्यो काम गरोस्। नत्र अर्घाखाँचीमा एउटै कार्यक्रममा भएका सभामुख काठमाडौँ आइपुग्ने, तर टोपबहादुर रायमाझी त्यहाँबाट गायब हुने कस्तो विडम्बनाको कुरा हो। र त्यसै गरी हिजोसम्म आउँदाखेरि हिजो पछिल्लो अवस्थामा जब 2 जना मान्छे पक्रिए, रामशरण केसी र गोविन्द चौधरी भन्ने मान्छे पक्रिसके पछाडि त्यहाँ जब प्रहरीले सोधिसके पछाडि उनीहरूले जवाब दिए यो पैसा मन्त्रीलाई, गृहमन्त्रीलाई र प्रधानमन्त्रीलाई पनि यो पैसा दिनुपर्छ भन्ने त्यहाँ चाहिँ उनीहरूले दिएको बयान सबै मिडियामा आएको छ। त्यसो हुँदा
त्यति बेलाका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छानबिन गरेर कारबाही गर्नुपर्छ। म यो कुरो यहाँबाट भन्न चाहन्छु। यसै गरी समग्र 2047 सालदेखि अहिलेसम्म आउँदाखेरि हरेक घटनामा हरेक गतिविधिहरूमा जो संलग्न छन् ती सबै अपराधीहरूलाई, ती सबै भ्रष्टाचारीहरूलाई, ती सबै राष्ट्रघातीहरूलाई, ती सबै मानव तस्कर र जनघातीहरूलाई पक्रेर तिनीहरूलाई कारबाही गर्ने काम गरियोस्। म यो कुरो पनि यहाँबाट जोडदार ढङ्गले म यहाँ अपिल गर्न चाहन्छु। तर जसरी विगतका घटना जस्तै यी घटनाहरूलाई पनि सामसुम पार्ने पनि यहाँ कतै खेल त भइराखेका छैनन्। यो पनि एउटा गम्भीर प्रश्न खडा भएको छ। त्यसो हुँदाखेरि त्यो सामसुम पार्ने खेल हुन्छ यदि भने, तर त्यहाँ चाहे शेरबहादुर देउवा, चाहे खड्गप्रसाद शर्मा ओली, चाहे पुष्पकमल दाहाल, चाहे बाबुराम भट्टराई, चाहे माधव कुमार नेपाल, चाहे उपेन्द्र यादव या महन्त ठाकुर, कोही पनि उम्किनेवाला छैनन्। युवा विद्यार्थीहरू जब सडकमा उत्रिन्छन्, जब ताक्छन्, विद्यार्थी संगठनको चरित्र स्वभावले सङ्घर्ष गर्ने चरित्र हो। विद्यार्थी संगठन स्वभावले प्रतिपक्षी संगठन हो। को सरकारमा को सत्तामा हुन्छ त्यो प्रधान कुरो हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि म सबै विद्यार्थी संगठनहरूले पनि यो मुद्दालाई निर्णायक तहसम्म पुर्याउनको निम्ति उहाँहरूले पनि साथ दिनुहुनेछ, उहाँहरू पनि लाग्नुहुनेछ। माओ पार्टी सत्ता या सरकारमा जे भए तापनि तर विद्यार्थी संगठनको चरित्र अहिले दृढताका साथ पुरा गर्ने सन्दर्भमा उहाँहरू पनि लाग्नुहुनेछ भन्ने अपेक्षा पनि राख्दै समग्र 2047 सालदेखि यता आएका, चाहे ती हिजो 2047 सालदेखि अहिलेसम्म बनेका प्रधानमन्त्री मन्त्रीहरू या राजनीतिक नियुक्ति पाएका मान्छेहरू, कर्मचारी तहका उच्च तहमा पुगेका मान्छेहरू, या त्यसै गरी या न्याय क्षेत्रबाट उच्च तहमा पुगेका मान्छेहरू, या प्रशासनिक क्षेत्रबाट उच्च तहमा पुगेका मान्छेहरू, सबैको त्यहाँ सम्पत्ति छानबिन गरियोस्। जो दोषी छन् ती दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरियोस् र ती सबै जो चाहिँ राष्ट्रघात र जनघात जसले गरेका छन् त्यो जुन तहका जुन हैसियतका भए पनि ती सबै मुद्दाहरूलाई ढाकछोप गर्ने काम नहोस् र समग्र दोषीहरूलाई कारबाही होस् र हामी सबैले दृढताका साथ यो समग्र मुद्दालाई यसलाई एउटा निष्कर्षमा पुर्याउने सन्दर्भमा दृढताका साथ लागू। म अखिल क्रान्तिकारी केन्द्रीय समितिको तर्फबाट र म संगठनको अध्यक्षको हैसियतले समग्र यहाँ भएका व्यथिति यी ज्यादतीको विरुद्ध सङ्घर्षलाई निर्णायक तहमा पुर्याउनको निम्ति निरन्तर लागिरहने प्रतिबद्धता जाहेर गर्दै र यो व्यवस्थाको, यो संसदीय व्यवस्थाको आफ्नो चरित्र भन्दा यहाँ भएका सङ्कटको समाधानको निम्ति सबै लागुन्। तर हामीलाई विश्वास छ, हामीलाई के लाग्छ भने संसदीय व्यवस्थामा कतै विगतको जस्तै ढाकछोप त हुने होइनन्, त्यो नहोस्। किनकि हामीले भनिराखेका छौँ यी सङ्कटको समग्र ढङ्गले समाधानको निम्ति सबै जिम्मी प्रहरी प्रशासनलाई कति पनि त्यहाँ कसैले त्यहाँ दबाव सिर्जना गर्ने काम नहोस् र सबैले न्याय पाउने त्यो परिस्थिति सिर्जना होस्। म यिनै कुराहरू राख्दै आफ्नो तर्फबाट जस्तोसुकै सङ्घर्षका जस्तोसुकै कार्यक्रमहरूलाई अगाडि बढाउन पनि हामी तयार रहनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्छु। हस्त, नमस्कार, अभिवादन।